हेलो एभ्रिवान, तपाईँहरूलाई म आज कसरी क्लास जोइन हुने भनेर सिकाउन गइरहेको छु। सुरुमा चाहिँ हजुरले यदि ब्राउजरदेखि अथवा मोबाइलदेखि जोइन हुनु भने चाहिँ टिम्स फर स्टुडेन्ट डाउनलोड गर्नुपर्छ। स्टुडेन्ट भनेर यसरी क्लिक गर्नुहोस्। यहाँ खोल्नु टिम्स फर स्टुडेन्ट भनेर खोल्नु अनि यहाँनिर ठ्याक्क आउँछ माइक्रोसफ्ट टिम फर स्कुल एन्ड स्टुडेन्ट भनेर आउँछ है। त्यसमा डबल क्लिक गर्नु अनि डाउनलोड टिम नाउ भनेर क्लिक गर्नु। यसलाई डाउनलोडमा सेभ गर्नु। डाउनलोड हुन्छ। डाउनलोड भएपछि तपाईँले डबल क्लिक गर्नु, इन्स्टल गर्नु, आफ्नो युजर नेम पासवर्ड राख्नु अनि लगइन गर्नु है। यदि होइन तपाईँ अनलाइन हुन्छ नि ब्राउजरदेखि जोइन हुने भने चाहिँ माथि यो लिङ्क राख्नु, टिम्स क्लाउड माइक्रोसफ्ट भनेर यसरी राख्नु। त्यसपछि तपाईँको टिम्स लोड हुन्छ। डाउनलोड गर्नुपर्छ भन्ने नै हुँदैन, यतादेखि नै जोइन गर्दा हुन्छ है। जस्तै मसँग एउटा यो युजर नेम छ, यो युजर नेम राख्नुहोस् यसरी। अनि हजुरको स्कुलको इमेल राख्नुपर्छ है, जुन कलेज अथवा स्कुल जे भन्दा पनि हुन्छ, स्कुलको इमेल राखेर पेस्ट गर्नु पर्यो। त्यसरी हजुरले इमेल राखेपछि ब्याकग्राउन्डमा चाहिँ यो टियुको भने टियुको यो लोगो देख्नुहुन्छ। त्यसपछि हजुरलाई उपलब्ध गराएको पासवर्ड यहाँ राख्नु पर्यो। पासवर्ड राखिसकेपछि हजुरले साइन इनमा क्लिक गर्नु पर्यो। त्यसरी फर्स्ट टाइम लगइन गर्दा चाहिँ हजुरको यहाँनिर करेन्ट पासवर्ड हजुरको माथि चाहिँ करेन्ट पासवर्ड हुन्छ। यसमा चाहिँ हजुरले प्रोभाइड गरेकै पासवर्ड राख्नु पर्यो। तल चाहिँ हजुरले नयाँ पासवर्ड क्रिएट गर्नु पर्यो। त्यसमा चाहिँ हजुरको आफ्नो नाम राख्नु मिलेन, अरू कुनै राख्नुहोस्। त्यसमा चाहिँ एउटा क्यापिटल लेटर हुनुपर्छ, एउटा स्मल लेटर हुनुपर्छ, एउटा साइन हुनुपर्छ, एट जस्तो साइन अनि न्युमेरिक क्यारेक्टर हुन्छ 1 2 3 गरेर 8 8वटा अक्षर अथवा 8वटा वर्डको हुनुपर्छ है। यसरी हजुरले यहाँ पनि नयाँ पासवर्ड राख्नु पर्यो, तल पनि नयाँ पासवर्ड राख्नु पर्यो। त्यसपछि साइन इन गर्नु पर्यो। अनि स्टेज साइन इन भन्छ, यसमा चाहिँ यस भनेर क्लिक गर्नुहोस्। यसरी यहाँ हजुरले टिम्समा क्लिक गर्नुभयो भने यहाँ हजुरको क्लासहरू देखाउँछ। यहाँ एउटा क्लास छ है, यसमा डबल क्लिक गर्नुपर्छ। अनि यसमा चाहिँ यहाँनिर लेख्छ कहिले कहिले हुन्छ क्लास, वेडनेसडे टु फ्राइडे 5:30 PM मा हुन्छ। अनि यसमा जोइन गऱ्यो भने हजुरको क्लास जोइन गर्न मिल्यो है। यति नै हो, अरू केही गर्नु पर्दैन। आफ्नो रुटिन हेर्नु, कुन दिन कुन सब्जेक्ट हुन्छ, त्यही अनुसार त्यो टिम्समा जाने अनि सब्जेक्ट क्लिक गर्ने, जोइन हुने। जोइनमा क्लिक गरेपछि क्लास जोइन भयो। धन्यवाद। च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।